हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो बिहानीको मिनी भ्लगमा। मेरो बिहानीको काम चाहिँ कहाँबाट कसरी सुरु हुँदैछ भन्ने कुरा हजुरहरूलाई देखाउँदैछ। के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। टक्क लाएर गोठको धन्दा सकाएर म चाहिँ लागेँ आँगन सर्नतिर। आँगन सुर गरेर भएर अनि नाच्न अनि फन्दी नाचेर अनि टक्क लगाएर अनि छ नि हजुरहरूलाई हाम्रो घर मकै चाहिएको भए हाम्रो घरतिर आउनुहोस् है, हाम्रो घरमा मकै छ भन्यो भने मेरो घरको मकै त कसले लैजाओस्, तिम्रो घरको मकै कसले लाने हो र भन्नु बेला आउँदैन। टक्क लगाएर अब चिया खायो अनि चाहिँ मेरो छोरो अनि छोरोलाई अनि खुलाएँ अनि म चाहिँ खाना बसालेर अब खाना मात्रै बसाले भएन, तरकारी पनि चाहियो। अनि टक्क लगाएर तरकारी टिप्न हिँडेको, तरकारी के टिपौँ भनेर सोचेको, यसो हेरेको त यहाँ खतरा साग रहेछ। यो सागको कसले चिन्नुहुन्छ कमेन्ट गर्नुहोस् है। अनि साग टिपेर भ्याएर अनि हेर्नुहोस् न धानको बिउ अब रोप्ने बेला भइसक्यो हाम्रोतिर चाहिँ। अनि साग केलाएर टक्क लगाएर साग केलाएर अनि साग धोएर अनि टक्क लगाएर ग्यास बालेर कराही बसालेँ अनि यहाँ छोरो बोक्दै पकाउँछु। यति नै हो मेरो मिनी भ्लग। बाइ।